Hello guys, welcome to my YouTube channel. I hope you are all doing great. Today me and my friend Prince Grung aka Chumro Vlogs भएर हामी चाहिँ ग्रेट ओसन रोड लाग्दैछौँ all the way from Melbourne त्यो पनि अनि हामी चाहिँ बीचबीचमा स्टप पनि गर्दै जानेछौँ किनकि यो चाहिँ one of the best coastal driveway in Australia, Victoria Australia पनि भनेर चिनिन्छ. So stay tuned with us है त guys. साथी हामी अहिले कहाँ पुग्यो भनिदिनु पर्यो सो अहिले चाहिँ हामी जिलोङ पुग्यो हैन इट्स लाइक मेलबर्नबाट चाहिँ यस्तै 50 मिनेट्स लाग्छ जिलोङ चाहिँ हैन जिलोङ चाहिँ हामी अहिले भयो भने फर्किने बेलामा पस्छौं होला अनि अब चाहिँ हामी अहिले चाहिँ हामी रकी लुक पोइन्ट सरी सो अहिले चाहिँ हामी जिलोङ पुग्यो हैन सो इट्स लाइक 50 मिनेट फ्रम CBD अनि हामी चाहिँ ग्रेट ओसन चाहिँ लाइक अझै लाग्छ होला 1 घण्टा 1.5 घण्टा किनकि हामी बीचमा पस्दै जान्छौँ हैन बीचमा अब त्यस्तै लुकआउटहरु छ हैन बीच बेहरु छ हैन सो अहिले चाहिँ हाम्रो नेक्स्ट स्टप भनेको चाहिँ अहिले चाहिँ हामी रकी पोइन्ट लुकआउट भन्ने ठाउँमा आइपुगेका छौँ. यो चाहिँ हाम्रो फर्स्ट स्टप भयो हैन. अब हामी चाहिँ अराउन्ड 10 to 15 मिनेट जस्तो यो ठाउँलाई एक्सप्लोर गर्छौँ अनि हामी चाहिँ अगाडि बढिन्छ त्यसपछि. अब सकियो एउटै हेरिन्छ अनि त्यसपछि चाहिँ फेरि फर्किन्छ भरे रात पर्छ नि त त्यो पनि हो ठाउँ रहेछ होइन आउट अफ पोइन्ट कति रेटिङ दिन्छ वेदर अनुसार अलिक धेरै नै भयो वेदर हेर्नु कस्तो यस्तो ठाउँमा कसरी हेर्नु भयो नत्र त अब ठाउँको अब होला रे 15 मिनेट त 165 नेक्स्ट टाइम आयो भने चाहिँ यो चाहिँ वेदर अच्छा भयो भने त फेरि नेक्स्ट टाइम आयो भने त म त
हेलिकप्टर पनि चढ्ने हो र म त वाक हान्ने हो नेक्स्ट टाइम आयो भने हेलिकप्टर चढिन्न कहाँ हान्छ र वाक भने त्यहाँबाट हान्ने यति के वाक हान्ने होइन तल तल जानु मिल्छ नि त तल तल त उताबाट जानु हेलिकप्टर वाक त 6:35 छ कसरी हान्ने त्यति त्यसको लागि त लोड त जित्नुपर्छ होइन 15 मिनटको हो नि त